नमस्ते भाइ बहिनीहरू, वेलकम ब्याक टु आवर च्यानल। आज हामी क्लास 12 को लिटरेचर सेक्सन अन्तर्गत रहेको एमिली डिकिन्सनद्वारा लेखिएको अति नै पपुलर अ डे भन्ने पोइम डिस्कस गर्न गइरहेका छौँ। एमिली डिकिन्सन अमेरिकन लिटरेचरको एक प्रतिष्ठित पोइट हुन्। उनको जन्म 1830 एडीमा र मृत्यु 1886 एडीमा भएको थियो। उनका कविताहरू छोटो तर अर्थपूर्ण र गहिरो सिम्बोलिक मिनिङले भरिएका हुन्छन्। अ डे कवितामा उनले प्रकृतिको एक दिनको यात्रा मार्फत जीवनको सुरुवातदेखि अन्तसम्मको गहिरो फिलोसफिकल आइडिया प्रस्तुत गरेकी छन्। पोइम बुझ्नु अगाडि यसमा प्रयोग भएका केही लिटरेरी टर्म्स हेरौँ। पोयममा सिम्बलिजम, इमेजरी, कनोटेसन, पर्सोनिफिकेसन, सिमिली, मेटाफर आदिको उत्कृष्ट रूपमा प्रयोग गरिएको छ। यहाँ बर्थ, चाइल्डहुड र न्यू बिगिनिङको सिम्बल हो भने सनसेट डेथ अर्थात् एन्ड अफ लाइफको सिम्बल हो। त्यसै गरी कनोटेसनले सोझो अर्थ नदिएर भावनात्मक अर्थ दिन्छ। यहाँ पोइममा ग्रेले रङ मात्र नभएर रहस्यमय वा शान्त मृत्युलाई जनाउँछ। थर्ड लिटरेरी टर्म्स इमेजरी रहेको छ। यहाँ इमेजरीको रूपमा सनराइज, पर्पल कलर, हिल्स, बर्ड्स र सनसेटको क्लियर जीवन्त पिक्चर प्रस्तुत गरिएको छ। फोर्थ, सिमिली। सिमिली लाइक वा एजको प्रयोग गरेर दुई फरक कुरालाई कम्पेयर गरिने शब्दलाई जनाउँछ। पोइममा न्युज फैलिनुलाई स्क्वेरल्स रनसँग कम्पेयर गरिएको छ। मेटाफर। मेटाफरले सोझै एउटा कुरालाई अर्को मान्ने कुरा जनाउँछ। यहाँ घामको किरणलाई रिबन, येल्लो बोइज एन्ड गर्ल्स भनेर मानिएको छ। र सिक्स लिटरेरी टर्म पर्सोनिफिकेसन। पर्सोनिफिकेसन अर्थात् प्रकृतिका वस्तुलाई मानिसको जस्तै व्यवहार गरिएको देखाउनु। यहाँ पहाडलाई मानवीकरण गर्दै उनीहरूले घाम लागेपछि बनेट अर्थात् कुहिरो रूपी टोपी खोलेको कुरा गरिएको छ। अब पोयमको अर्थ बुझौँ। यहाँ पोइट भन्नुहुन्छ, सनराइज कसरी भयो म भन्छु। आकाशमा एक एक गरी रङ्गीन रिबनहरू खुले झैँ उज्यालो फैलिन्छ। घामको पहिलो किरणले स्टेपल्स अर्थात् चर्चका शिखरहरू पर्पल लाइटमा तैरिए झैँ चम्किन्छ। अनि उज्यालो भयो भन्ने खबर स्क्वेरल दौडे जस्तै तीव्र गतिमा चारैतिर फैलिन्छ। दोस्रो स्ट्यान्जामा पर्सोनिफिकेसनको प्रयोग गर्दै पोइटले बिहानको घाम लागेपछि पहाडहरूले कुहिरो रूपी टोपी फुकालेको कुरा गर्छन् अनि बब्लिङ चराहरू गाउन थाल्छन्। यो दृश्य देखेर एउटा बच्चाको जस्तो इनसेन्स प्रकट गर्दै त्यो निश्चित नै सूर्य हो भन्ने कन्फर्म गरिन्छ। जीवनको त्यो सुरुवात एकदमै उज्यालो, रङ्गीन, एनर्जेटिक अनि कौतूहलताले भरिएको हुन्छ भनी देखाइएको छ। थर्ड स्ट्यान्जामा उनको सोच्ने तरिका बदलिन्छ। उनी भन्छन्, घाम कसरी ढल्यो मलाई थाहा छैन। जन्म र जीवन देख्न र बुझ्न सजिलो थियो, तर मृत्यु रहस्यमय छ। साँझको पर्पल आकाशलाई एउटा स्टाइल अर्थात् भर्याङ मानिएको छ। घामका अन्तिम किरणहरूलाई मेटाफर मार्फत साना केटाकेटी भनिएको छ, जो त्यो भर्याङ चढ्दै अर्कोतिर गइरहेका छन्। जब ती नानीहरू अर्कोतिर पुग्छन्, खैरो लुगा लगाएर एउटा प्रिस्ट वा भनौँ गोठालो आउँछन्। उनले साँझको ढोका बिस्तारै बन्द गर्छन् र त्यो झुन्डलाई शान्तिपूर्वक आफूसँग लिएर जान्छन्। यहाँ ग्रेको कनोटेसनले मृत्युको गम्भीरतालाई देखाउँछ। त्यो प्रिस्ट ईश्वर वा मृत्युको दूत हुन्, जसले दिनको अन्त्य गरे झैँ जीवन पूरा भएपछि आत्माहरूलाई शान्तिपूर्वक अर्को संसारतिर लैजान्छन्।
पोएटले अति नै सुन्दर तरिकाले एउटा साधारण दिनको प्रयोग गरेर मानिसको जन्मदेखि मृत्युसम्मको पुरै यात्रालाई यी 4 स्टेन्जामा व्याख्या गरेकी छन्। आशा छ आजको एक्सप्लेनेसनबाट तपाईहरूले अ डे पोयमको मिनिङ, मेजर लिटरेरी टर्म्स र यसको सेन्ट्रल आइडिया बुझ्नुभयो होला। यस्तै इन्फर्मेटिभ र इन्ट्रेस्टिङ लिटरेरी लेसनका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। भिडियोलाई लाइक गर्नुहोला र आफ्ना फिडब्याक कमेन्ट सेक्सनमा दिनुहोला।